नमस्ते सबैजनालाई। हामी आज योङिनदेखि ख्वाङजू हुँदै सौलमा रहेको योङमासान स्काई वकमा जाँदैछौँ। ट्रेनबाट निस्किसकियो हामी। हेर्नुहोस् है त आजको यात्रा कस्तो हुन्छ। साथ दिनुहोला। पहाडमा जाँदै गर्दा चाहिँ सुरुवाती अवस्थामा चाहिँ गर्मी नहोस् भन्नको लागि चाहिँ यहाँ चाहिँ एसी सिस्टम बनाएको रहेछ। जङ्गलकै बिचमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो मजाले, यस्तो राम्रो छ कि है, आनन्द आउने, त्यहीँ बसिराखौँ जस्तो हुने फिल गराइदिन्छ। यो चाहिँ गर्मी नहोस् भन्नको लागि चाहिँ यो बनाइदिएको रहेछ। करिब 3 घन्टाको यात्रापछि चाहिँ हामी त्यहाँ पुगेका थियौँ। यो पानीको छहरा जस्तोले चाहिँ एकदम आनन्द बनायो। अनि हामी फेरि हिँड्यौँ। हिँड्दै गर्दाखेरि चाहिँ यो बाटोभरि नै यो काठको बाटो रहेछ है। एकदम ठाडो उकालो पनि थिएन। एकदम राम्रो बाटो। अनि फेरि मौसम पनि एकदम राम्रो मिलेको मौसम भयो हामीलाई त्यो दिन। अनि तिर्खा नलागोस् भनेर चाहिँ अलिकति जिएसबाट पानी, कफी अनि फेरि अलिकति खाजा पनि किनेर प्लास्टिकमा झुन्डाउँदै ब्याग भिरेर होइन, सानोतिनो भिडियो गराउँदै बुढाबुढी त्यो मौसमको आनन्द लिँदै हिँडिरहेका छौँ है त। बाटोभरि चिसो हावा, हरियाली र शान्त वातावरणले मनलाई निकै आनन्दित बनायो। कहिले फोटो खिच्दै, कहिले रमाइला कुरा गर्दै हामी अगाडि बढिरहेका छौँ है। करिब 30-40 मिनटको हिँडाइपछि चाहिँ हामी अहिले लगभग बिच भागमा आइपुग्यौँ होइन। यस्तो रमाइलो ठाउँ छ कि तपाईँहरू यदि दक्षिण कोरियामा हुनुहुन्छ र तपाईँले घुम्ने योजना गराउनु भएको छ भने, सौल नजिकै हुनुहुन्छ भने चाहिँ यो ठाउँलाई पनि अवश्य आफ्नो सूचीमा राख्नुहोला है त। यहाँसम्म आइपुग्दा चाहिँ सबैभन्दा उत्कृष्ट लागेको कुरा के भन्दा बाटोमा राखिएको कुलिङ फोक, जुन मैले अघि एसी जस्तो भनेको थिएँ नि, त्यो चाहिँ सबैभन्दा बेस्ट लाग्यो। लगभग 1 घन्टा बढीको हिँडाइपछि चाहिँ हामी लगभग अहिले आइसकेका छौँ होइन। अब हेरौँ है त यहाँको दृश्य कस्तो देखिन्छ, यहाँ माथिबाट देखिने सौल कस्तो देखिन्छ है त। सबैले साथ दिनुहोला, सँगै हेरौँ है त। अन्ततः हामी स्काई वकमा आइपुगेका छौँ। यहाँबाट देखिने दृश्य साँच्चै मन लोभाउने खालको नै रहेछ है त। गर्मी सिजनको लागि चाहिँ यो ठाउँ एकदमै बेस्ट रहेछ। किन भन्दा चाहिँ घाम एकदम चर्को भए पनि तलबाट निस्किँदाखेरि चाहिँ जङ्गलको बिचैबिच आउने हुनाले घाम लागे पनि त्यो घामको किरणहरू चाहिँ प्रत्यक्ष रूपमा हामी माथि पर्दैन। धेरै घनघोर जङ्गल जस्तै छ होइन। मान्छेहरू पनि त्यति नै हुन्छन्, डराइरहनु चाहिँ पर्दैन। अनि माथि टपमा आइसकेपछि त के कुरा गर्नु र खै। ओहो, यो भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू। आमामामा, हामीलाई त यस्तो मौसमले पनि यस्तो राम्रो साथ दियो कि घाम भन्ने कुरै थिएन होइन। अनि टाढा टाढासम्मको दृश्य पनि मजाले देख्न सकिने खालको मौसम भयो। तमाल समाल केही पनि लागेको थिएन। तपाईँहरू पनि एकखेर अवश्य आउनुहोला है त। परिवार अथवा साथीभाइहरूसँग चाहिँ आउनै पर्ने ठाउँ रहेछ। यहाँबाट उता पनि झन् अग्लो त्यो राउन्डिङवाला चाहिँ मेन चाहिँ त्यता हो। हामीलाई चाहिँ ढिला भयो, गली पनि सकियो, त्यसैले चाहिँ उता नजाने भन्ने कुरा भयो। हामी अर्कोचोटि चाहिँ त्यो थाम्फुम हेर्न आउँदाखेरि चाहिँ त्यतातिर जान्छौँ होला हामी। अहिले चाहिँ यति मात्र घुमेर फर्किने कुरा गर्दैछौँ। खासमा हामी चाहिँ त्यो राउन्डिङमा, त्यो ठुलो राउन्डिङवालामा चाहिँ जान भनेर आएको। धेरै गली पनि सकियो अनि हामी फर्किन चाहिँ 3-4 घन्टा लाग्ने भएको हुनाले चाहिँ आज चाहिँ यहीँबाट फर्किने निधो गऱ्यौँ। खासमा यो ठाउँ चाहिँ त्यो नाइट भ्यू हेर्नको लागि चाहिँ प्रसिद्ध रहेछ। अहिले खुलाएको, भर्खर खुलाएको नयाँ ठाउँ रहेछ होइन। त्यसैले चाहिँ नाइट भ्यू हेर्न तपाईँहरू नजिकै हुनुहुन्छ भने चाहिँ नाइट भ्यू हेर्नको लागि चाहिँ झन् उपयुक्त हुन्छ जस्तो लाग्यो मलाई। अर्कोचोटि चाहिँ हामी थाम्फुम त्यो पहिलो पात हुँदाखेरि चाहिँ आउने कुरा गऱ्यौँ। अनि फेरि धेरै हिँडेर खुट्टा गलेर यस्तो भयो कि अनि जुत्तै खोलेर हिँड्न पर्ने भयो। यस्तो अवस्था पनि आयो है त। र सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला, मलाई माया गरिराख्नु होला है त। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्दै अहिले चाहिँ म बिदा हुन्छु मेरो सानो ब्लग